लागौँ है अब चाहिँ हामी अधराज छोडिन्छौ नि जाऊ भाइ बहिनीसँग गएर बस ल यता यता क्यामेराम्यान फोकस 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 कोही क्यामेराम्यान जानु तपाईँ पनि जानु भाइ पनि जानुहुन्छ नि हामी चढ गाइजहरु हेलो हेलो अड्रास खोइ हराउँछ है के हजुर यो गाडी अगाडि जानुपर्छ अनि मात्र बेहुला गाडी पछाडि जाइन्छ मैले अघि त उयो भन्दा मलाई नि कस्तो नराम्रो लागिरहेको छ फोन गरेका छन् भनेर चित्त बुझाउँछ
तपाईँ अन्त भित्र जानुभयो त जाउँ भित्र स्वयंवर कार्यक्रम हाम्रो अब खाना खाने टाइम भयो हाम्रो चाहिँ यहाँनिर थुप्रो थरी छ आजको खानामा चाहिँ यो चाहिँ के हो भन्नु त गाजरको हलुवा हो गाजरको हलुवा दही जेरी रबडी जेरी गृह प्रवेश टाइम ओम भद्रं प्राणैः शरयाम देवा भद्रं लसेमाशविर्यजत्राः स्थिरैरङ्गैस्तुष्ट्यवागुसुस्तनरोगसेवहितं जदायुः शतमिन्द्र शरदो अन्ति देवालत्राणचक्राजरसन्तनो नाम भद्रास चतुर्वितरो भवन्ति मानवत्यारीरिखता युगन्तो ॐ महालक्ष्मी च विद्महे विष्णुप्रियाय धीमहि तन्नो छजनाको भाग लगाओ छजना अब सबजना बेहुलाका चेलीबेटीहरू मलाई चेलीबेटीहरूले सबजनाले कोठामा हराइदियो माथि कि नजा त पूजा कोठामा गएर यत्रो बट्टामा चल्ने होइन त लाउनु भनेर चाहिँ कपुर अघि त्यसमा बोल्दै नबोलेर त्यही राखिदिनु न टेबलमा अहिले टिका लाउन चाहिन्छ होला छजना छोड़ा दीदी बार भिना जुबान दे दे आफ्नै
मेरो सन्देशलाई लिएर सन्देशले हेरिरहेको रहेछ ब्लग भइरहेछ कस्तो कस्तो हुँदैछ भाउजू ल्याएर अनि यो त झन् भन्नु पर्यो त भाउजू आएर कस्तो हुँदैछ खुसी लागिरहेछ कस्तो फिल भइरहेछ अब चाहिँ खुसी लागिरहेछ अलिअलि टाउको दुखिरहेछ यहाँ बिहान नसुतेर है के भन्नु अब त्यस्तो भन्दैन भाउजू आएकोले टाउको दुख्ने जाति भयो जाति भइरहेछ यहाँ त्यहीलाई 3 खेप गर्नुपर्छ 3 खेप गर्नु पर्दैन त सिक्दै गर्नु अब छोरोको बिहे गर्नु परेन यति कति गराउनु घरको आफू अर्काले हेरेर आफूले सिकाइराख्नु आफै जान्ने भयो भने धुलो छ कस्तो धानको ओछ्यानको बिस्तारै पोखायो धुलो उड्छ त्यो धान सिकाउने काम हो सासु बुहारीको गर्नु पर्यो नि फेरि घोप्टाउने फेरि 2 जनाले नि सबै टिप सिक्का खोज सिक्का मास्क लगाओ सासु बुहारी नि ल पर्दैन है यो चाहिँ उत्पात माया फोटो खिचाउने मास्क होइन दिन न कस्तो धुलो ए मार्क्स
पर्दैन हुँदैन मैले त्यतिकै जिस्किएको गर्नुपर्छ हो काम गर्दा धान बारीमा म धान त्यो बारीमा फलेको धान कति धान काट्न जान्छु कतिको हाती आउँदो ठिक्क पारिरहेको छ सजिलो हुन्छ नि उहाँ बारी बाँझो भएर धेरै उयो भइरहेको दुईजना काम डलर चाहिँ याद गर है गएन गुरु यो माना पाथी भनेर पाथी चाहिँ किन भरेको अरे यो त्यहाँ अब त्यो पुरा अब भित्रभित्र ढेवा खोल्नु पर्यो नि त धेरै धेरै आउन सक्ने भर्दा नि हिमालतिर फर्केर भर्दाखेरि यताबाट हिमाल कहाँ देखिन्छ देखिन्छ जितिसके रे जितिसके नि आधी उधी मात्रै खर्च नि थियो तपाईँले मार्क्स लानु परेको अब यस्तो तिनचोटि खेलाइछ भन्ने कहाँ थाहा भयो त है तिनचोटि हो गर्नु नै भएको छैन नि त मैले जे गर्दा मेरो साथ नै हुनु कोसी पाल्नु छ भन्ने कुरो थाहा हुन्छ कसैले नि नभरेको ए म त बेला मेरो सासु नै हुनुहुन्न थियो अनि मैले कहाँ भरेँ त भनेको थाहा नै भएन नि त खोजखाज गरेर ल्याउनु पर्थ्यो नि काकी सासू खोइ त्यति बेला त्यो किनै गर्नु है त्यो भित्तामा डढै क्या त्यहाँ पस्दैन अब यो जनै सिकाइ त माथि राख्नु बस ल यसलाई अब भण्डारमा राख्नु पर्यो बिस्तारै बिस्तारै पर्दैन भेटघाट गर्नुपर्छ माथि है